अब चाहिँ यो पाठाहरू म दुध खानको लागि छोड्दैछु यसको माउकोमा। यहाँ यसरी बन्द गरेर राख्ने गरेको छ, नत्र त आमालाई एकदमै दुःख दिने गर्छ यिनीहरूले, अनि त्यो भएर बन्द गरेर राख्ने गरेको छ। हेर्नुहोस् है त, अब तपाईँहरू आफै हेर्नु सक्नुहुन्छ कि यिनीहरू कति छिटो म अगाडि भनेर अघि कति गर्छ हेर्नु है यहाँ। कति अघि पछि मर्ती गर्दा अघि पछि गर्न खोजिरहेको छ हेर्नु। अब भोलि चाहिँ यो बिहिबारे बजारमा बेच्न लाँदै हुनुहुन्छ। अब दाजुभाइ दिदीबहिनीहरू भोलि कता कता दाजुभाइ दिदीबहिनी सबै कता कता छरिएर कसको घरमा पुग्ने होला बिचरा। आफूले पालिराखेको वस्तुहरू कति धेरै माया लाग्ने के। हेर्नु न बुबु कस्तो मजाले खाइरहेको छ। अब भोलि त छुट्छ यिनीहरू कता कता पुग्ने होला नि। मम्मीको धेरै मिस गर्छन् जस्तो छ बिचराहरूले। मम्मीको बुबु खानु पाउँदैन भोलिदेखि त। अब के गर्नु त, धेरै बेर राखेर पनि हुँदैन, ठुल्ठुलो भइसके होइन। अब बेच्नुपर्ने हुन्छ। अब कता कता पुग्छौ है तिमीहरू। कत्रो ठुलो छ यो, यत्रो ठुल्ठुला छन्। अनि अब मम्मीलाई धेरै दुःख थियो, अब भोलिदेखि दुःख देऊ न। चाहिँ कसको घरमा पुग्ने हो हाम्रो पाठापाठीहरू। दुध खाइसकेपछि पानी उनीहरूलाई धेरै दुःख लाग्छ। अनि पानी पनि पिउँछन्, दुध पनि खान्छन्। ठुल्ठुला भइसके, कति 50 दिनको जस्तै भइसके। अब चाहिँ उनीहरूले अब जानुपर्छ आफ्नो आफ्नो गन्तव्यतिर कता कता। अब भोलि चाहिँ बिहिबारे बजार छ हाम्रो बेलटारमा, चाहिँ बिहिबार बजार लाग्ने गर्छ। भोलि लाने हो। अब कति कति चाट कति कतिमा बिक्री हुन्छ त्यो थाहा छैन। भोलि कति कतिमा बेच्नुहुन्छ। साना छन् भन्दै हुनुहुन्छ, ठुल्ठुला भइसक्यो नि, 10-12 केजीका भइसके। यिनीहरू त उचाल्नै सकिँदैन। ल कराउँदा कस्तो ज्ञानी छन् के, यी कराउनै कराउँदैनन्। ह्याङ मान्छ क्या उसको मम्मी चाहिँ। अब धेरै के अरे दुःख दिन्छन् नि त, ठुल्ठुला भइसक्यो। अब थोरै दुधले पुग्दैन, धेरै चाहिन्छ। त्यो भएर उनीहरूलाई अब मम्मीको बुबु माग्दैछन् र पनि अब कसरी दिने त। मम्मीलाई ह्याङ लागिसक्यो, दिँदैन। अब चारो दिनुपर्छ यिनीहरूलाई, चारो दिनुपर्छ अनि बल्ल अगाउँछ। अघि त राखेका छन् र पनि अझै दिनु पऱ्यो। दुध खाइसकेपछि पाठाहरू यता आइसकेका छन् है। यिनीहरू यसरी चारो दिँदाखेरि पुरा इक्की गर्दै खान्छन्। यस्तो सानो दाना चाहिँ धेरै मन पराउँछ। अलिक ठुलो दाना ल्याइदिएको थियो, अब त ठुलो भयो भनेर, र त्यो चाहिँ खासै मन पराएन। मेरो मसिनो दाना चाहिँ धेरै आउँछमा पर्यो। माउले पनि पर चारो खाँदैछ। माउले आफ्नो किसिमले। अघि पाठाहरूले एकदमै दुःख दियो दुध खाइदिएर, अनि यता आएपछि अहिले चाहिँ ढुक्क भएर चारो खाँदैछ पनि। अनि बच्चाहरू पनि यहाँ एकदमै रमाउँदै चारो खाइराखेको छ नि। यस्तो यसरी